हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो न्यू डे न्यू ब्लगमा। सबैलाई छ्याज्यालो जोरले हजुरहरूलाई सम्पूर्णलाई स्वागत छ दिया गुरुङको युट्युब च्यानलमा। आज चाहिँ मैले भिडियो स्टार्ट गरिसकेको छु बिहान अनि यस्तो हुसिला छ घरमा चाहिँ। अनि म चाहिँ यहाँ आँगन बढाउनको लागि रेडी हुँदैछु। अनि अब त्यही हो, हेरेर साथ सपोर्ट गरिदिनु होला, भिडियो अन्तिमसम्म हेरिदिनु होला। मन परेमा लाइक सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुलिदिनु होला है त। आज चाहिँ मेरो दिन चाहिँ तपाईँहरूबाट सुरु हुँदैछ है त। ल है त, एकछिनपछि भेटौँला। म अब बढाल्छु, घर त बढाल्नै पर्यो। चप्पल फुस्किएर फेरि हैरान। अनि एउटा कुरा त भन्ने बिर्सेको, मैले चाहिँ बिहान उठेर मुख केही पनि धोएको छैन। गाउँमा चाहिँ म आज घरमा चाहिँ म एक्लै हो नि त। हिजो फाने चाहिँ उता सिसुवा जानुभयो काम परेर। अनि यहाँ चाहिँ फुपू, गाउँको फुपूहरू चाहिँ बुढी माउहरू आउनुहुन्छ बेलुका साथी हुनको लागि। अनि उहाँहरूलाई अनि उठेर चिया दोकानी दिएर यताउति गरेर घर त बढालिसकेँ भित्र बाहिर त। अनि अब चाहिँ आँगन बढाउनको लागि रेडी तयारी अवस्थामा छु। त्यही हो। अनि त्यो भएर यस्तो कालो कालो देखिरहेको छ, मुख पनि धोएन नि त। त्यही हो, एकछिनपछि भेटौँला है त। म बाख्राको यो घाँसहरू सोर्नु पर्ने हुन्छ, दिनकै सोर्नु पर्छ कि बाख्राले राम्रोसँग घाँसै खाँदैन। अनि त्यति 4वटा बाख्राले कति खान्छ र घाँस भनेर भन्छ। बाख्रालाई एक दिनमा एक भारी घाँस दिनु पुग्दैन साथीहरू। त्यो ढुक्कुर छ है। अनि के गर्नु, अनि के गर्यो आज दिउँसो भनेर भन्छ। अनि के गर्ने, यो बाख्रालाई घाँस काट्ने यताउति गरेँ भन्दाखेरि चाहिँ ल त्यो अब 4वटा बाख्रालाई कति काट्छ र घाँस, 4वटा बाख्रा मात्रै त छ भनेर भन्छ। ल के भन्नु अब चाहिँ म यो सोर चाहिँ ढिलो भइसक्यो। बाख्रा खोल्न गइरहेकी छु। लैजा लाइन हिँड। यिनै हुन् हाम्रो बाख्राहरू। एकछिनपछि भेटौँला है। लाइन हिँड। अहिले चाहिँ साथीहरू म चाहिँ आज चाहिँ मकै फानेले चाहिँ मकै चढाउ है भन्नुभएको थियो। अनि हाम्रो चाहिँ अलि पहिला लगाएको मकै चाहिँ खाने बेला हुन लागेको छ। अनि त्यही मकै काट्न जान्छु। कति हिजो यति बेला नै गर है भन्दै हुनुहुन्थ्यो। अनि त्यही भएर चाहिँ गर्न लाग्यो। बिर्सिन्छु हो साथीहरू, एउटा कामको मात्रै उसो भए पो हुन्छ त, कति थोक गर्नुपर्छ। अनि त बिर्सिन्छु म त। ल जामै त। सफा गरेको यस्तो घारी भइसक्यो। अनि के गर्नु, सफा गर्नै पर्यो। कफी त बेस्तै फुलेर रहेछ हौ अहिले त। यो नि मजाले फलेर रहेछ कफी त नि। अहिले चाहिँ मजाले फलेर रहेछ कफी चाहिँ। अब ओए पानी पर्न पो लाग्यो त साथीहरू। अब चाहिँ मकै अब ठुल्ठुलो घोकाहरू चाहिँ गर्नुपर्ने हुन्छ, काट्नुपर्ने हुन्छ छानेर। अनि त्यही हो, एकछिनपछि भेटौँला। पानी पो पऱ्यो त साथीहरू। के अनि कति धेरै काम थियो। अब पानी परेपछि केही कामहरू सबै बिथालिदिन्छ। अब सिमसिमे पानी पर्दैछ, बर्खा लगाइसक्यो। मैले चाहिँ यति 4वटा मात्रै ल्याएँ कि मकै त। अनि अब खाने मान्छे धेरै छैन, म एक्लै हो। अनि त्यही भएर यति मात्रै ल्याएको। अनि फेरि 2-3 दिन पछाडि दिदीहरू नै आउनुहुन्छ नि त, उनीहरूले नि खानुहुन्छ भनेर चाहिँ। अनि मैले फानेले चढाउनु भनेर अनि मैले चाहिँ चढाउन लगाएको मकै। अहिले चाहिँ म आगो पुग्छु।
बोल्दै बोल्दैन त बा आगो त हुँदैन त हो किन हो कस्तो पानी पर्यो भाइ मिसिनमा जान छ मकै पिस्न कोदो पिस्न कुरो छैन बाख्रालाई हिजो जाने भनेको हिजो रात पर्यो भ्याइन हिजो भ्याइन हिजो चाहिँ यहाँ झुन्डाउने हो नयाँ मकै आगै बोल्दैन त हो किन हो यो गुडोको पानी बसलेको लङ हुन्छ क्या भिडियो त तर मकै चाहिँ त्यसरी दिदीले पनि त्यसरी मन पराउनुहुन्छ क्या अनि दिदी बाबुहरू आउनुहुन्छ 2-3 दिनपछि अनि उनीहरूले पनि खान्छ नि त बिचरा अबि घोगा मात्रै ठुलो रहेछ त भित्र त केही छैन त हो यस्तो नि कसरी खाने साथीहरू हेर्नुहोस् त बाँदरले झै को पार्नु पर्छ हो खासिनो रहेछ न मकै त यस्तो दुधीले हो भाइ कसरी खाने हेर्दा त्यस्तो छिप्पिएको म त भित्र त केही नरहेछ भाइ यसको त रहेछ झन् ठुलो घोगा छानेर लिएर आएको त के हो यस्तो छैन त कसरी हानि हुँदैन अनि यो त बफाउनु पर्ला यसमा पनि छैन होला कसरी हानि भाइ मकै अलिक ठुलो घोगा छानेको कसैलाई देखेर यस्तो मकै पनि मिलाउँछ भन्दाखेरि मिलाउन अलिक मलाई बाख्रालाई दिन पर्ला यसरी पोल्नु पर्यो एउटा मात्रै ल्याएँ मैले त
बुझ्ला त्यसरी बफाएर पोलेको मकै चाहिँ मिठो हुन्छ कि अनि त्यही भएर बफाएर पोल्न लाग्यो झिजो दाउरा भएपछि एकैछिनमा मरिहाल्छ नि मुढा ल्याउनु पर्ला अहिले आएर ल्याएर हाल्नु पर्ला म मकै पोल्न लागेको आगो कोइलै छैन यो झिजो दाउरा हालेको भएर मसिनो दाउरा अब चाहिँ म मकै खान्छु तातो भएर छोडाउनै सकिनँ दिनभरि पानी पर्छ क्या हो छ म चाहिँ दुध लिन जाँदैछु है साथीहरू मकै बारी जानुपर्ने हुन्छ मकै नि हारेर जाँदैछु पानी बस्यो अहिले चाहिँ अनि त्यो भएर दुध लिन जानु लाग्यो बाटो चिप्लो छ बाटोमा आँखा हेरेर हिँड्नुपर्छ दिनकै जानुपर्छ दुध लिन नि राम पछि भेटाउँलाई बाटोमा आँखा हेर्नुपर्छ लड्यो भने फेरि गयो एकछिन भेटाउँमै चाहिँ दुध लिन आउने घर चाहिँ यही हो पाक्यो फुपू कसरी कुहिएको टमाटर र करेला खोइ आयो होला आएर आएको के अरे मिसिङ आइसकेको छ लाइन त छ होला नि अघि म आउँदा त थियो के अरे रहेछ पानी परेर कोहीसँग पनि बोले छैन तपाईँसँगै हो हाम्रो त्यस्तै भयो खुट्टा खाएर मेरो त पानीले हाम्रो गिरिराज कुखुरालाई दाना नि नदेखाएन म त आज त अहिले गएर दिनु पर्ला के को तरकारी पकाउनु लाग्यो फर्सीको मन्टो आलु गोडी अनि चिसो हुन्न त फर्सीको मन्टा सर्बानी थोकको कति धेरै हो कुखुरा तीनटा छ यहाँ चारवटा ऊ पाँचवटा आमा यस्तो कुखुराहरू छ बाख्रा छ यिनीहरूसँग रमाइलो दिन बिताउँछ म उहाँ सिसोमा कुचेर एउटा घरमा भित्र कोचिनुपर्छ यहाँ कुखुरासँग बोल्ने बाख्रासँग बोल्ने मामा त अघि नै उकालो लाउनु भएको त म दुध लिन जानु लाग्थेँ बस्नु भनेको तिमी दुध लिन जाने म किन बस्ने भन्थेँ दुध हो मै अब गएर मैले दिएको खानु भएको थिएन अलिकति हिजो मिसायो त्यो डाँट पनि हालेको भने मिठो हुन्छ त पर्सि त गइहाल्छ पर्सि आउला नि कि भोलि आउँथ्यो र आज सोमबार भोलि मङ्गलबार भोलि पर्सि बुधबारे आउँछ नि बेलुका हो पूजा गर्ने बुधबार आउँछ म आज मकै चढाएको हो र
पाकेछ त्यो उडो फानेले तर भनेर त्यो ठुल्ठुलो छानेको भने छानेर म त ढेँडो खानु पर्यो त्यसो भए त ढेँडो मकैसँग मकैसँग ढेँडो मिठो लाग्छ कि कसरी खाने र त्यो मकै मकै पोल्ने अनि चबाउँदै ढेँडो निल्दै अबि मासु चबाए जस्तो अनि ढेँडो टाँसिन्न घाँटीमा मासु चबाए झै चबाउने राखिस् मलाई भाइरल गरिदिन्छ आयो नि पर्सि आउनुहुन्छ होला नि फेरि अब पर्सि आउँछ पर्सि फेरि दिदीहरू नि आउँछ उनीहरूले नि खान्छ भनेर चढाइदिएको छिपको छान्यो भने त भह खाने छोडाउन मिल्ने त भयो रहेछ दुधहरू भुटेर खाए त मिठो हुन्छ अब यस्तो झरीमा यस्तो चिया खानुपर्छ है त अब आजको दिन त यस्तै हुने भयो त हाई साथीहरू अहिले चाहिँ म करासा सोर्न लगाएको यहाँ चाहिँ एकदम घारी छ अनि त्यही भएर चाहिँ सोर्न लगाएको आज म केही काम गरेन टाउको दुखेर निन्द्रा मात्रै लाएर किन हो यस्तो हुने हो मलाई हो अहिले चाहिँ म यहाँ सोर्दैछु यहाँ चाहिँ छ हाम्रो बिमिराको रुख काँडाको रुख छ अनि त्यही हो घाम त टक्कै लाग्छ साथीहरू आँखमै पर्यो अनि त्यही हो म चाहिँ यहाँ करासा सोर्न लगाएको सोरुमै त अब ढिलो भइसकेको छ त्यस्तो काँडा के अरे अब म चाहिँ अहिले पछि सकिएर देखाउँछु लङ भिडियो चाहिँ लङ हुन्छ नि त धेरै खिचेर सबै गरेको जति सबै देखायो भने त अनि त्यही भएर चाहिँ अहिले पछि एकछिनपछि भेटौँला है त सोरेर सकेपछि देखाउँला टाउमाइसम्म सोर्नुपर्ने हुन्छ आज त भ्याउँदैन
बर्खामा त्यस्तै हो कि साथीहरू जति सोरे पनि घारी त भइहाल्छ एकछिनपछि भेटौँ ल अबि हाई गाइज फेरि पनि आइसकेको छु म हजुरहरूको सामु त्यही हो आज चाहिँ म त्यहाँमाथि फानीले चाहिँ मलाई खाना खान बोलाउनु भएको छ अनि म त्यही खाना खान जान लागेको अनि त्यही हो अब जाँदैछु म चाहिँ अब 7 बजिसकेको छ अहिले फेरि गाउँको बजेहरू चाहिँ छिट्टै आउनुहुन्छ नि त अनि त्यही भएर चाहिँ म छिट्टै फानेले चाहिँ छिटो आइज भनेर भन्नुभएको थियो म त्यही भएर म जाँदैछु खाना खानको लागि त्यही हो हेरिदिनु होला म उहाँ गएर पनि भिडियो बनाउनेवाला छु म चाहिँ बाटोमा छु एकछिनपछि भेटौँ न त बाई बोतु ओ फाने ए बोती बोतु मातेको हेर्नु न यो भोटे हे दुखा नपाएको भए हुन्थ्यो के अरे म घरै खान्थेँ म फेरि ढिलो हुन्छ भनेर अहिले त बुढीहरू आइहाल्छ सँगै जाने हो नि चटनी पिन्नु भएको हो चटनी ऊ यहाँ मजाले खाँदो रहेछ त बिचरा मान्छेलाई त खाना भ्याउँदैन 3 टाइम कुकुरलाई रातिको 9 बजे म तल जाने थिएँ तिनीहरू फोन आयो म त बालेर आएँ धेरै हुन्छ यो अहिले थोरै हाल्दैन भात त धेरै हुन्छ अलिकति घटाउनु म यहाँ राख्दा त यहीँ खाएँ ल त नि धेरै हुन्छ खाने यो भात त धेरै हुन्छ के हुन्न कि हुन्न हुन्न यी माइत आउँदा धेरै पकाउँछ अरे चेलीबेलीले भन्दै त्यस्तै जस्तो आज भोजन ऊ कुकुरलाई बिहानकै थियो ए बाबे ल है त हामी भात खान्छौँ अब खाऊ त खाऊ खाऊ ए बाबे खा न खा ए मैले धुप बालेर खाने ए बाबे आए बाबे गइहाल्यो